रियल मैड्रिड भर्सेस बार्सिलोना सुपर एल क्लासिको कोपा डेल रेको फाइनल गेममा रियल मैड्रिडले के गर्यो कसो गर्यो त्यो छोड्दिउँ। बार्सिलोना अहिले प्राइम टाइममा छ। रियल मैड्रिडको प्लेयरको कुरा गरेर रियल मैड्रिडले यो गर्यो त्यो गर्यो भनेर काम छैन। स्पेसली बार्सिलोनाको प्लेयरले के गरे भन्नेमा हुन्छ। पेड्रीले गरेको फर्स्ट गोल पेड्रीले पनि यस्तो सर्ट हान्छ भन्ने टाइपको हानेको थियो। कस्तो रकेट सर्ट हो त्यो, जस्ट वाउ। त्यो हुन्छ नि त्यो भनेर त्यो सधैँ नै छैन क्या, त्यो टाइपको सर्ट गराएको थियो। अनि सेकेन्डमा फेरन टोरेसले गरेको 1v1 जस्ट वाउ। लेभेन्डोस्कीको कमी हुन दिएन फेरन टोरेसले। अनि अन्तिममा ओहो डिसिजन गोल कोन्डेले गरेको त्यो सर्ट त नि यो भन्दा बोल्ने ठाउँ छैन। बार्सिलोना जस्ट यो सिजन एकदम प्राइम टाइममा छ हैन। ट्रिबल जित्ने टार्गेटमा अगाडि बढेको छ, हार्न चाहँदैन। च्याम्पियन्स लिगको सेमिफाइनलमा छ, कोपा डेल रे आज जितिहाल्यो। अब ला लिगा रियल मैड्रिड भन्दा 4 पोइन्टले अगाडि छ। बार्सालाई यो सिजनमा हार्न छुट छैन। जय बार्सा।